May I come in, sir? Yes, come in. आउनुहोस् आउनुहोस् अप्ठ्यारो नगर्नुहोस्। जागिरको लागि हायरिङ गरेको थिएँ मैले मान्छे इन्टरभ्यूको लागि आएको। हजुरलाई पनि जागिर खान जरुरी छ र? मैले रोजेको मान्छेसँग अथाह छ भनेर मलाई लत्याएर गएको होइन। फेरि किन त्यो जागिर? हजुर थाहा छ त, परिवारको खुसीको लागि मैले आफ्नो खुसी त्यागेको। मैले त कल्पना पनि गरेको थिइनँ मलाई जिन्दगीले यो मोडमा ल्याउँछ भनेर। आज भौतारीले हजुरकै अगाडि त आउन पुगेँ। यस्तै हो जिन्दगी, कहाँ कतिखेर परिचय लिन्छ थाहै नहुने। त्यही भएर तयार भएर बस्नु पर्दो रहेछ। म तिम्रो प्रेममा हारे पनि जिन्दगीमा सफल हुन पुगेँ। मसँग आज सब थोक छ बस तिमी बाहेक। समय निकै नै बलवान हुँदो रहेछ रञ्जित। मेरो जुन दुःख म जसलाई देखाउन चाहदिनँ थिएँ, आज समयले उसकै अगाडि लिएर आइदियो। सरी, म मेरो दुःखमा हजुरलाई मोड्न चाहदिनँ।